नमस्कार। कार्यक्रम उकाली ओरालीको पर्खाइमा बस्नुभएका सम्पूर्ण दर्शकहरूलाई स्वागत छ। कार्यक्रम उकाली ओरालीमा बिहिबारको दिन रहेको छ आज कार्यक्रम उकाली ओरालीमा यहाँहरूले फोन गरेर आफूलाई मनपर्ने लोक तथा दोहोरी भाका गाएर सुनाउन सक्नुहुनेछ। त्यसैगरी आफूमा भएको प्रतिभा पनि देखाउन सक्नुहुनेछ। त्यसको लागि कार्यक्रमको फोन नम्बर भनिदिन्छु। उपत्यका भित्रका मित्रहरूले 40065333 मा फोन गर्न सक्नुहुनेछ भने उपत्यका बाहिर त्यसैगरी नेपाल बाहिरका मित्रहरूले 40065334 मा फोन गर्न सक्नुहुनेछ। यतिखेर हाम्रो फोन लाइनमा पहिलो मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार। नमस्कार, को बोल्नुभयो? सावित्री जी, के छ हाल खबर? ठिकै छ। अनि के गर्नुहुन्छ हाम्रो सावित्री जी? सामाजिक काम गर्छु बढी चाहिँ। सामाजिक काम गर्नुहुन्छ? कस्तो सामाजिक काम भन्नाले कस्तो कस्तो? धेरै कुराहरू। अब हाम्रो विद्यालय खोलेको छु, मनमयजी महिला विद्यालयको संस्थापक अध्यक्ष पनि हुँ। हजुर। हाम्रा महिलाहरू पढ्दै नपढेका महिलाहरूलाई एसएलसी पास गराउने उद्देश्यले अहिले 7 कक्षासम्म पढाइ हुँदैछ मनमयजु गाविसमा। हजुर। 18 जग्गामा हामीले भवन पनि बनाउँदैछौँ। हजुर, अर्थ मन्त्रालयले पहिला बजेट दिएको 15 लाख गरेर हामी गर्दैछौँ। यस्तो अब यो गाउँघरमा भएका सानातिना केसहरू सबै हेरिन्छ। निकै राम्रो काम गर्नु हुँदो रहेछ है। महिलालाई शिक्षित बनाउने काम गर्नु हुँदो रहेछ हाम्रो सावित्रीजीले। धेरै खुसी लाग्यो। हजुर। अनि सावित्रीजी, आज कार्यक्रममा के गरिन्छ यहाँलाई थाहा छ है? थाहा छ, मलाई थाहा छ। तर सर्वप्रथम एउटा सानो केही एउटा श्रद्धाञ्जली एकजना भर्खर ससुरा बित्नु भएको छ भन्न पाइन्छ? हजुर हजुर, हुन्छ, भन्नुहोस्। हुन्छ। हजुर, सर्वप्रथम त म मेरो घर 5 थर सुबाङ गाविस हो, पहिला घर। हजुर। 5 थरमा मेरो ससुराको कान्छो काकाको छोरा कृष्ण प्रसाद मैनाली मेरो ससुरा बित्नु भयो भर्खरै होइन। हजुर। 20-22 दिन भएको छ, भर्खरै काम सकेको छ होइन। उहाँ मिठो बोली वचन भएको हुनुहुन्थ्यो। मलाई एकदम उहाँको दिवंगत आत्माको चिर शान्तिको शुभकामना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। हजुर। अनि भन्नुहोस् त। हामी पनि उहाँको आत्माको चिर शान्तिका लागि प्रार्थना गर्नेछौँ होइन सावित्रीजी? हजुर। अब विषयतर्फ लाग्ने हो? हजुर, लाग्छु। ल, त्यसो भए गीत गाउनुहोस् त। ल, मेरो चाहिँ के छ भने 68 साल भूकम्प गयो नि भर्खर। हजुर। म चाहिँ एउटा आँसु कवि जस्तै भर्खरै केही कुराहरू विषयवस्तुलाई लिइहाल्छु, के टिपिहाल्छु, कविता बनाइहाल्छु। ए, अब आफैले बनाउनु भएको छ भनेपछि बनाइरहेछु। सुनिहालौँ है त। हस् हस्। 68 साल सोचेका गते आइतबारको दिनमा 6.9 रेक्टरको भूकम्प गयो, सामे भयो केही छिनमा। भूकम्पको केन्द्र बिन्दु थियो भारतको सिक्किममा। तापले जुङ्गर सोलुखुम्बु रहे अत्यन्त जोखिममा। साँझ पख त्यो त्यसो बेला रह्यो 6:25 समय। त्रसित थिए सब जनमानसहरू, सबका मनमा थिए भए। पाकेका भातहरू छोडी गए साँझबत्ती बाल्दै अनि हाकार गर्दै निस्के गिरणी बालबच्चा वृद्ध पनि। सङ्ख्या सभा थनकुटा 5 थर इलाम र झापा रहे। जोखिमपूर्ण रहे ती जिल्लाहरू पनि के कति हतार भए। काठमाडौँमा 3 को ज्यान गयो, धरानमा 2 को अनि हतार र घाइते हुनेहरू त ठुलै सङ्ख्यामा थिए नि। हाकार भयो गाउँ घर टोल बस्ती र टोल सबै। हाकार भयो गाउँ घर सहर बस्ती र टोल सबै। ठुलै छ भूकम्प त्यस दिनको 90 सालमा दोस्रो भए। धन्यवाद सावित्रीजी। हजुर। निकै नै राम्रो कविता लेख्नु हुँदो रहेछ होइन। अब यस्तै घटनाहरूको मात्रै लेख्नुहुन्छ कि अरू पनि लेख्नुहुन्छ? होइन, विषयवस्तु म जे पनि पासाङ लामी शेर्पा त्यो 50 सालमा दुर्घटना हुँदा पनि लेखेको छु। मदन भण्डारीको हाम्रो कमेड हो, उहाँको पनि लेखेको छु होइन। अनि सावित्रीजी, हजुर, अबको पालि फोन गर्दाखेरि चाहिँ उकाली ओरालीको लागि पनि एउटा कविता ठिक पाइराख्नु है त। ल, के विषयवस्तु दिनुहोस् त। अनि सावित्रीजी, कसैलाई सम्झिन चाहनुहुन्छ कार्यक्रम मार्फत? म किन सम्झिन्छु? हजुर, सम्झिनुहोस्। हजुर। अब मेरो पहिला हजुरआमा बित्नु भएको छ पोहोर वैशाखमा, धनमाया पर्साई होइन। हजुर। उहाँको वर्ष दिन हुँदैछ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, मेरो प्यारो हजुरआमा होइन। अनि मेरो आमा हुनुहुन्छ धुममाया बाराकोटी झापा दमकमा। र मेरो दाईहरू, भाउजू, अब मेरो आफन्तहरू, मलाई दिदी भिनाजु, बहिनी, ज्वाइँहरू, देश विदेशमा हुने मेरो स्मृति मैनाली मेरो चाहिँ युएसमा चाहिँ छोरी। हजुर। तर उसका साथीहरू, अब मेरा साथीहरू, मेरा राजनीतितिरका अब साथीहरू, समाजसेवाका साथीहरू,
जति हुनुहुन्छ हाम्रा मिडियाका साथीहरू पनि धेरैजना हुनुहुन्छ। त्यसै गरी सावित्रीजी भनेर चिन्ने सबैलाई है त। हजुर सावित्रीजी फेरि पनि फोन गर्दै गर्नु होला है त। सबैलाई सम्झिन चाहन्छु है त। हजुर हस् नमस्कार। सम्पूर्ण नमस्कार। हजुर उहाँ हुनुहुन्थ्यो सावित्रीजी, निकै नै राम्रो कविता सुनाएर गइसक्नु भएको छ, उहाँले आफै लेख्नु भएको रे। यदि यहाँसँग पनि यस्तै प्रतिभा छ, यदि लोक तथा दोहोरी भाका यहाँलाई पनि गाउन मन छ भने आज कार्यक्रममा फोन गर्न सक्नुहुनेछ। आज बिहिबारको दिन हो, यहाँलाई थाहा नै छ। फेरि एकचोटि फोन नम्बर भनिदिन्छु, उपत्यका भित्रका मित्रहरूले 40065333 मा फोन गर्न सक्नुहुनेछ भने उपत्यका बाहिर त्यसै गरी नेपाल बाहिरका मित्रहरूले 40065334 मा फोन गर्न सक्नुहुनेछ। यतिखेर फोन लाइनमा फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार। नमस्कार। हजुर को बोल्नुभयो? म रोहिणी गौतम। के गौतम भन्नुभयो? मैले बुझिनँ अलिकति। रोहिणी। रोहिणी। हजुर रोहिणीजी साउदी अरबदेखि। हजुर के छ त हाल खबर हाम्रो रोहिणीजीको? एकदम काम छ। हाम्रो रोहिणीजीको आवाज अर्की आइरहेको छ, मैले त्यति बुझिरहेको छुइनँ। रोहिणीजी अब विषयतर्फै लागौ है। मैले यहाँको आवाज त्यति राम्रोसित बुझिनँ है, त्यही भएर हाम्रो कार्यक्रमको विषय चाहिँ आज यहाँले गीत लोक तथा दोहोरी भाका गाउन सक्नुहुनेछ, त्यसै गरी आफ्नो भएको प्रतिभा देखाउन पनि सक्नुहुनेछ। आज के गर्नुहुन्छ त कार्यक्रममा? म गीत गाउन सक्छु। ल हुन्छ गीत गाउनु। मैले केही पनि बुझिनँ रोहिणीजी, यहाँले बोल्नु भएको। हुन्छ म गीत गाउँछु नि त। ल हुन्छ। छुट्नु परेके यो हाम्रो रोहिणीजी हुनुहुन्थ्यो फोन लाइनमा, उहाँको आवाज राम्रोसित आइरहेको थिएन, साउदी अरबदेखि गर्दै हुनुहुन्थ्यो। रोहिणीजी फेरि एकचोटि फोन ट्राई गर्नुहोला। आज कार्यक्रममा यहाँहरूले फोन गरेर लोक तथा दोहोरी भाका, आफूलाई मनपर्ने लोक तथा दोहोरी भाका गाउन सक्नुहुनेछ। त्यसै गरी आफूमा भएको प्रतिभाहरू, यदि कविता लेख्नुहुन्छ भने कविता भन्न सक्नुहुनेछ, गजल भन्न सक्नुहुनेछ। आज बिहिबारको दिन विशेष गरेर प्रतिभा देखाउने दिन हो, त्यसैले कार्यक्रममा फोन गरिहाल्नुहोस्। यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार। सात भाइ छोरा त्यही घरमा टाए, म चेलीलाई 9 डाँडा कटाए। कस्तो करामा रोउँदै पठायो परै घरमा। सात भाइ छोरा त्यही घरमा टाए, म चेलीलाई 9 डाँडा कटाए। कस्तो करामा रोउँदै पठायो परै घरमा। कस्तो करामा रोउँदै पठायो परै घरमा। बाउले दिए 9 डाँडा गनेर, नजिक दिए आन्छे माएर। कस्तो करामा रोउँदै पठायो परै घरमा। बाउले दिए 9 डाँडा गनेर, नजिक दिए आइरहन्थे भनेर। कस्तो करामा रोउँदै पठायो परै घरमा। कस्तो करामा रोउँदै पठायो परै घरमा। नमस्कार बबिना बहिनी। नमस्कार पूर्णमाजी, के छ हाल खबर? सब ठिक छ। सब ठिकठाक। अनि नयाँ नौलो के छ? नयाँ नौलो? हजुर नयाँ नौलो अस्ति पोखरा गयो, भाइको बेमा रमाइयो होइन। रमाइलो गर्नुभयो भनेपछि पोखरा गएर रत्तेउली खेल्नु भयो है? तनी रत्तेउली खेलियो, साइपाटा गइयो होइन। हजुर एकदम रमाइलो गरेर आइयो। भनेपछि यसपालि चाहिँ मैले नयाँ नौलो खबर के छ भन्दा पूर्णमाजीले नयाँ नौलो खबरहरू सुनाउनु भयो है। अनि यता के बबिना बहिनी? हजुर। अनि अर्को केटा के? हजुर पोखरा गइयो होइन। हजुर। अनि हाम्रो चमाहरूले सबैले सुनिरहनु हुँदो रहेछ होइन। हजुर। अनि यो काठमाडौँ छोरी हो कि अरू नै हो कि को तिमी हो फोन गरेर बोलेको भनेर चमाले सोध्नु कि? हजुर। भनेपछि चिन्नु भएन यहाँको स्वर? स्वर चिन्नु के अरे नाम भन्दाखेरि त हो जस्तो लाग्छ अरे, स्वर त होइन जस्तो लाग्छ अरे। झन् हाँस्दाखेरि त झनै होइन जस्तो लाग्छ अरे होला है। नातिनी पो बोलेकी हो कि लाग्ने होला होइन पूर्णमाजी? अनि त्यहाँबाट त मलाई
चमारले अनि मेरो बहिनीको घरमा बस्ने बहिनी पार्लर छ कि हजुर अनि त्यो घरमा अनि माथि तलबाट नि एकजना बहिनीले के अनि दिदी यता हेर्नु त भने कि त्यो बहिनी कहाँ गएको होइन हजुर अनि यसो हेरेको तपाईँले हो पूर्णमा डङ्गुल रे भनेपछि पोखरामा एकदम सबैजनाले चिने हाम्रो पूर्णमाजीको आवाजले नै गर्दा है सधैँ रमाइलो भयो कि अनि त्यहाँबाट अनि हाँस्नु भयो कि भएन त यति हाँसी कि यस्तै हाँस्ने त यस्तै गरेर हाँसी कि अनि तपाईँ हाँसेर आएको हो कि भनेर बोलाएको है दिदी भन्नुहुन्थ्यो क्या माथिबाट कौशीबाट बहिनी एकजनाले त्यति चर्चित छ हाम्रो पूर्णमाजीको हाँसो है उकाली ओह्रालीमा सबभन्दा चर्चित हाँसो होला पूर्णमाजी आज उहाँ मेरो बहिनीले पनि अघि नै फोन गरेर उहाँ तदा के गर्न लाउनु भएको छ भनेर सोध्दै थियो फोन तपाईँले फोन लगाउनु भयो नि त्यो शोभालाई अंशलाई बबिनालाई धेरै धेरै सोधेको छ भन्दिन है मैले सोधेको छ भन्दिन्थ्यो मेरो सुशीला बहिनीले के हजुर हजुर मेरो पोखरामा चमाहरू मेरो बहिनीहरू सबै हेरेर दङ्ग परेर आइसकेको छ सबैजनालाई मैले पनि सोधेको छु भनिदिनुहोस् है त अब पूर्णमाजी हजुर अब कसैलाई सम्झिने हो कि सम्झिने नि मेरो अब यहाँ यता वरिपरि त बत्ती छैन हेर्न पाइँदैन होइन शान्ता बहिनीले हेर्न नपाए पनि यहाँ मैले फोन लगाउने बित्तिकै अघि नै मेरो गीत सुन्छ उसले फोन लगाएर होइन हजुर अनि त्यहाँबाट साउदीमा भएको मेरो भाइ सन्त कुमारलाई कतारमा हुने केशव भाइ अनि सन्तोष भाइ बसन्त भाइ त्यहाँ पूर्णमा भनेर चिन्ने सम्पूर्ण भाइहरूलाई विदेशमा पनि होइन हजुर अनि यो कार्यक्रम हेरेर बस्ने पोखरातिर सबै मेरो आफन्तलाई मेरो चमारलाई चमा म टाढा भए पनि तपाईँको घर घरमा बोलिरहेको छु भन्न चाहन्छु कि है पूर्णमाजी हजुर निकै नै खुसी लाग्छ यहाँले फोन गर्दा झन् यहाँ हाँसेपछि त मेरो मनै प्रसन्न हुन्छ फेरि पनि अर्को हप्ता पनि फोन गर्नु होला है त आजको लागि बिदा माग्नु त हस् नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो पूर्णमाजी निकै राम्रो भाका पनि गाएर सुनाएर गइसक्नु भएको छ यदि यहाँलाई पनि कुनै लोक तथा दोहोरी भाका आउँछ त्यसैगरी आफूमा भएको प्रतिभा देखाउन मन छ भने आज कार्यक्रममा फोन गर्न सक्नुहुनेछ यतिखेर भने कार्यक्रम उकाली ओह्रालीमा पालो भएको छ एउटा भाकाको Hey,
राखौँ कि लेखेर मकै छुमा तिम्रो रूप देखेर छिनछिन बज्यो चुरा सानो सुनेर मायाको कुरा म त लट्ठै परे हजुर राखौँ कि लेखेर मकै छुमा तिम्रो रूप देखेर छिनछिन बज्यो चुरा सानो सुनेर मायाको कुरा म त लट्ठै परे हजुर सानो सुनेर मायाको कुरा म त लट्ठै परे हजुर कार्यक्रम उकाली ओह्रालीमा राखिएको पहिलो विश्रामपछि पुनः स्वागत छ। उकाली ओह्रालीमा बिहिबारको दिन रहेको छ। आज यहाँले कार्यक्रममा फोन गरेर आफूलाई मनपर्ने लोक तथा दोहोरी भाका त्यसको साथसाथमा आफूमा भएको प्रतिभा पनि देखाउन सक्नुहुनेछ। यतिखेर फोन लाइनमा फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार। नमस्कार हजुर। नमस्कार। हजुर को बोल्नुभयो? म पोखरादेखि रञ्जना परियार। पोखरादेखि रञ्जनाजी। रञ्जनाजी हजुर के छ हाल खबर? ठिकै छ दिजु। अनि के गर्नुहुन्छ यहाँ? म त्यतिकै बस्दै। त्यतिकै बस्ने मात्रै हो सधैँ? हजुर बस्ने मात्रै हो सधैँ। कहिले काहीँ उठ्ने पनि गर्नुपर्छ नि है। अनि रञ्जनाजी हजुर नयाँ नौलो खबर अहिले पोखरामा के भइरहेको छ यसो सुनाऊ न। खासै केही छैन दिजु, जाडो बढेको छ, त्यही नै हो। जाडो बढाएको छ है? काठमाडौँमा पनि हल्का हल्का जाडो बढेको जस्तै भइरहेछ। छिनमा घाम लाग्छ, छिनमा हावा चल्छ है। हजुर कस्तो कस्तो मौसम। हजुर अनि रञ्जनाजी आज पहिलो पटक त होइन होला कार्यक्रममा? हजुर पहिलो पटक नै हो। मैले पहिलो पटक नै हो? हजुर। ल त्यसो भए स्वागत छ कार्यक्रम उकाली ओह्रालीमा फेरि पनि है त। हजुर। अनि रञ्जनाजी हजुर आज बिहिबारको दिन के गरिन्छ थाहा छ यहाँलाई? गीत गाइन्छ। गीत गाइन्छ है? अनि गीत गाउनको लागि तयार हुनुहुन्छ त? खोइ गाउन तयार त भएको हो। ल सुनाउनु न त है गीत, रञ्जनाजीले गाउनु भएको गीत। रञ्जनाजी हजुर सुरु गर्नुहोस्। खै कुन गीत गाउने होला, त्यति राम्रो आउँदैन। जस्तो गीत गाए पनि हुन्छ। हजुर जुन गीत गाए पनि हुन्छ, लोक तथा दोहोरी भाका जुन गाए पनि हुन्छ है। हजुर हुन्छ। सोचिरहनु भएको छ कि के हो? होइन होइन गाउनु लागेको कस्तो डर लाग्यो जस्तो भयो। नडराउनु न, के गर्छ र गाएपछि। रञ्जनाजी हजुर के गरिन्न है, गाउनुहोस् मजाले गाउनुहोस्। झन् राम्रो गाउनु भयो भने राम्रो गाउनु भएको छ भन्ने भनौँ न ल। हुन्छ। ल अनि धादिङमा मेरो सबै साथीभाइहरू सबैजना दिदीबहिनीहरू हुनुहुन्छ। मलाई सबै जति पनि चिन्ने साथीभाइ दिदीबहिनी दाजुभाइ सबैलाई मैले धेरै धेरै मिठो सम्झना छ भन्न चाहन्छु है त। ल वन्दनाजी फेरि फोन गर्दै गर्नु होला है त। फोनै लाग्दैन, फोन त दिनदिनै गर्छु, फोनै लाग्दैन। लाग्छ नि फोन, आज त लाग्यो होइन र? हजुर आज त लाग्यो। अनि अर्को पटक पनि लाग्नेछ अवश्य पनि है।
हजुर वन्दनाजी हुनुहुन्थ्यो कलङ्कीदेखि, उहाँले पनि गीत गाएर गइसक्नु भएको छ। आज प्रतिभा देखाउने पालो रहेको छ। यहाँहरूले अब कार्यक्रममा धेरै समय पनि छैन, यदि आफूमा भएको प्रतिभा देखाउन चाहनुहुन्छ भने फोन गरिहाल्नुहोस्। फोन नम्बर फेरि एकचोटि भनिदिन्छु, उपत्यकाभित्रका मित्रहरूले 40065333 मा, त्यसै गरी उपत्यका बाहिर, त्यसै गरी नेपाल बाहिरका मित्रहरूले 40065334 मा फोन गर्न सक्नुहुनेछ। फोन लाइनमा फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार। 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 हजुर को बोल्नुभयो? नुवाकोट विद्युत 5 बाट रमेश आचार्य। यहाँले टेलिभिजनको भोल्युम अन ठुलो पार्नु भएको छ हो, अफ गरिदिनुस् कि म्युट गर्नुस् है? हजुर अफ गरिसकेको छ। अफ गरिसक्नुभयो। को बोल्नुभयो रे? नुवाकोट विद्युत 5 बाट रमेश आचार्य। रमेश आचार्य। हजुर रमेशजी के गर्नुहुन्छ? हजुर घरमै बसिरहेको छु अहिले। घरमै? अहिले त घरमै बसिरहनुहुन्छ, अरू बेला चाहिँ के गर्नुहुन्छ? अरू शान्तिनु व्यवसाय छ। शान्तिनु व्यवसाय छ। अनि रमेशजी हजुर नुवाकोटतिर कस्तो छ त अहिले मौसम? मौसम नुवाकोटतिर अहिले पानी पर्ला पर्ला जस्तो भइरहेको छ। पानी पर्ला पर्ला जस्तो भइरहेछ भनेपछि चिसो चिसै छ नुवाकोटमा पनि? हजुर चिसै छ भन्नु पर्यो। चिसै छ। अनि नुवाकोटमा अब घुम्न जानु पर्यो भने चाहिँ नुवाकोटको सबभन्दा रमाइलो ठाउँ, राम्रो ठाउँ चाहिँ कुन हो? अब नुवाकोट दरबार। नुवाकोट दरबार। हजुर नुवाकोटमा गएपछि नुवाकोट दरबार चाहिँ जानै पर्ने। हजुर नुवाकोट दरबार, नुवाकोटमा आएपछि सुरुमा आउने चाहिँ त्यही नै हो। ल रमेशजी धन्यवाद। हजुर भनिदिनु भयो नुवाकोटको बारेमा केही। अनि आजको विषय थाहा छ यहाँलाई? हजुर थाहा छ। त्यसो भए गीत सुरु गर्ने हो त? सुरु गर्छु। ल सुरु गर्नुहोस्। कस्तो भाका जुन भयो नि हुन्छ होइन? भाका जुन भए पनि हुन्छ। त्यति आउँदैन मलाई, गीतहरू लाइन चाहिँ आउँछ होइन? ल हुन्छ हुन्छ गाइदिनुहोस्। गाइदिउँ त? हुन्छ हुन्छ। यो बहिनीको फुलबुटे अम्छाले रातमा निद्रा लाग्दैन छालकाले, जाई फुलको बासना नबोले नि हाँसी राखन। यति हो दिदी। यति मात्रै? धन्यवाद। छोटो मिठो गीत गाइदिनु भयो रमेशजी। अब कार्यक्रम मार्फत कसैलाई सम्झिन चाहनुहुन्छ? हजुर मेरो वाइफ अनि मेरो घर परिवार सबैजनालाई, मलाई चिन्नुहुने सबै साथीहरूलाई। रमेशजी फेरि पनि फोन गर्दै गर्नु होला है त? हजुर हस् त नमस्कार। हजुर उहाँ हुनुहुन्थ्यो रमेशजी, नुवाकोटदेखि फोन गर्दै हुनुहुन्थ्यो। अब उहाँको साथसाथमा मैले पनि बिदा माग्ने बेला भइसकेको छ। केही छैन, भोलि फेरि भेट्न आउने नै छु कार्यक्रम उकाली ओह्रालीमा। त्यतिन्जेलसम्मको लागि म बबिना लगायत सम्पूर्ण उकाली ओह्राली युनिटलाई बिदा दिनुहोस्। नमस्ते।
हो कि ओइ हेर्छु उठको